इन्डिजिनस टेलिभिजनको जनसवाल कार्यक्रममा सबभन्दा पहिला म श्री कृष्ण महर्जनको तर्फबाट तपाईलाई नमस्कार जुजुलपा अनि अभिवादन गर्न चाहन्छु। आजको इन्डिजिनस टेलिभिजनको यो जनसवाल कार्यक्रममा नेपालमा प्रयोग भएका विभिन्न सम्बन्धहरूमध्ये लामो समयसम्म प्रयोग भएको र अहिले नयाँ वर्ष आउन लागेको नेपाल सम्बन्धको विषयमा, शङ्खदर साखवाको विषयमा र तिहारका विविध पक्षको विषयमा केन्द्रित भएर कुराकानी गर्नेछौँ। यी विषयमा कुराकानी गर्नका लागि आज हामीले प्राध्यापक डाक्टर बिना पौडेललाई हामीले आमन्त्रण गरेका छौँ। उहाँसँग कुराकानीतर्फ लागौँ। बिना पौडेलजी, सबभन्दा पहिले तपाईँलाई नमस्कार जुजुल्पा। नमस्कार, धन्यवाद। बिनाजी, अहिले नयाँ सम्बन्धको यो नेपाल सम्बन्धको नयाँ वर्षको कुरा जुन चर्चामा आइरहेको छ, प्रत्येक वर्ष जब तिहार आउँछ नेवार समुदायले मनाउने महफुजाको दिनमा यो नयाँ अर्थात् नेपाल सम्बन्धको नयाँ वर्षको विषयमा चर्चा हुने गर्छ र नेपाल सम्बन्धका विविध पक्षको विषयमा विशेषतः यो नेपाल सम्बन्धलाई नेवार समुदायले मनाउँदै आइरहेको कारणले यो नेवारको सम्बन्ध हो कि भन्ने पनि मानिसहरूले विश्लेषण गर्ने, यो कुरा राख्ने गर्दै आइरहेका छन्। तपाईँलाई कस्तो लाग्छ यो नेपाल सम्बन्धको विषयमा नेवार समुदायले नयाँ वर्ष मनाउँदै आइरहेको यसको विषयमा तपाईँले को दृष्टिकोणमा के छ? अब सर्वप्रथम चाहिँ म के भन्न चाहन्छु भने मानिसको जुन विकासक्रम छ नि, मानिसको विकासक्रममा मानिसले सिक्दै आएर बनाएको यो एउटा क्यालेन्डर पद्धति हो। यो धेरै गाह्रो चिज छ। मानिसलाई यो बनाउन हजारौँ वर्ष लागेको छ। हरेक क्यालेन्डर हामीले आज आएर विक्रम सम्वत, शक सम्वत, इस्वी सम्वत, नेपाल सम्वत, ठकुरी सम्वत, विभिन्न सम्वतहरू जुन पार गऱ्यौँ नि, यो गर्नलाई थुप्रै समय लागेको छ। त्यसपछि यो पक्षसँग यो जोडिएपछि उसको एउटा अर्को पक्ष नेपालको इतिहास। हामीले इतिहासको कुरा गर्दा दुईवटा स्रोतको कुरा गर्छौँ। एउटा पुरातात्विक आर्कियोलोजिकल सोर्स भन्छौँ, जसको आर्कियोलोजिकल्ली इभिडेन्स हुन्छ। तजिलजी सम्पदा संस्कृति खलाबला नुगु पुलागु मे नेवा ख्या छिछि बुख मनोरञ्जन यादव नेवाला निया निथ सनिलया खुता त्या ताइले सुथसिया न्याता त्या ताइले निनेसिया झिन्निता ताइले स्वेगु लोमंका दिमते नेवाला भइराखेको थियो। राजवंशहरूको एउटा राजाको समय अथवा कहिले कहिले वंश नै चेन्ज हुँदाखेरि नयाँ सम्बन्धहरू सुरु हुन्छन्। अधिकांश सम्बन्धहरू राजा महाराजाहरूले नै मात्रै चलाएका छन्। एउटा नेपाल सम्बन्ध नेपालमा एउटा जस्तो भनौँ बेग्लै उदाहरणको रूपमा देखाउन सक्ने सम्बन्ध हो, जो एउटा राष्ट्रको नाममा छ र जससँग जोडिएका किंवदन्तीहरू एउटा सर्वसाधारण नागरिकसँग जोडिएको छ। र धेरै लामो समयसम्म यो के भयो भने टाइमको हिसाबले हेऱ्यौँ भने ठकुरी वंशको शासनमा राघवदेवको समयमा सुरु भएको सम्बन्ध हो यो। यसमा धेरै कुराहरू मिथको रूपमा, यसका केही प्रमाणहरू पनि छन्, तर अधिकांश चिजहरू यसमा चाहिँ नि एउटा किंवदन्तीको रूपमा पनि चलिराखेका छन्। कतिको हामीसँग प्रमाण छैन, तर कतिचोटि प्रमाण नभएको चिज पनि जनमानसले लामो समयसम्म मानिरहँदा त्यसलाई चाहिँ नि एउटा स्वीकार गरिसक्दाखेरि त्यसलाई चाहिँ नि अपनाउनु पर्ने अवस्था भइराखेको हुन्छ। अब यो नेपाल सम्बन्धको सम्बन्ध पनि यो नेपालको आफ्नो मौलिक सम्बन्ध हो। हामीले हेऱ्यौँ भने जसरी विक्रम सम्बन्ध आयातित सम्बन्ध हो नेपालमा लामो समयसम्म, र अहिले पनि विक्रम सम्बन्धको जुन एउटा चलिराखेको छ। अब हामीले अन्तर्राष्ट्रिय हिसाबले अब आज आएर अर्को प्रश्न के उठ्छ भने अहिलेको संसारै एउटा सानो चिजमा अटाइरहेको अवस्थामा हामीले फरक सम्बन्धहरू सबै चलाइराखेर हामीलाई सधैँ कन्फ्युजको अवस्थामा पार्ने हो कि एउटा सजिलो पद्धति अपनाउने हो त भनेर अहिलेको डिजिटल युगमा हामीले धेरैले एउटै संसारभरि नै चल्ने सम्बन्धहरू हामीले चलाइराखे पनि हुन्छौँ। जस्तो इस्वी सम्बन्ध, अब हुन त यो पोप ग्रेगोरियन 13ले चलाएको हो होइन, उसले यो जुन इस्वी सम्बन्ध उसले सुरु गरे। यसमा पनि धेरै जस्तो कस्तो अवस्था भनेदेखि यो चाहिँ नि नक्षत्रहरूको, ग्रहहरूको, धेरै चिजहरूको एउटा खगोलशास्त्रीय अध्ययन हो। यो एउटा प्योर साइन्स हो। प्योर साइन्सले अध्ययन गरेर निकाल्नुपर्ने भएको हुनाले यसका कमी कमजोरी, धेरै सम्बन्धहरू किन चल्दैनन्, किन मानिसले अर्को सम्बन्ध रोज्छ। जस्तो एउटा सोलर सिस्टममा आधारित भयो, अर्को लुनार सिस्टममा आधारित भयो।
त्यो दुईटै सिस्टमका पनि हामीका क्यालेन्डर छन्। दुईटै हिसाबले पनि हामी 15-15 दिन चन्द्रमाको बढ्ने प्रवृत्ति र चन्द्रमाको घट्ने प्रवृत्ति, त्यसलाई 15-15 दिन क्यालकुलेसन गरेर हामी 30 दिनको पनि क्यालेन्डर मनाउँछौँ। र अर्को निश्चित नीति सूर्य अनुसार, जस्तो वैशाख 1 गते भनेर पनि हामीका दुईटै परम्परा छ होइन। तर त्यसो हुँदाहुँदै पनि विभिन्न समयमा विभिन्न यी चिजहरू चल्दै पनि नेपालसम्म चाहिँ नि पछिल्लो समय गएर कस्तो भइदियो भने यसलाई जुन समुदायले जोगायो, जुन समुदायले यसलाई अपनत्व दियो, जुन समुदायले एउटा उत्सवको रूपमा लियो, जुन समुदायले यसलाई एउटा हर्ष पर्वको रूपमा लियो, त्यो समुदायसँग मात्रै जोडियो। जस्तो नेवार समुदाय वास्तवमा यो सम्पूर्ण नेपालीहरूको सम्मत हो। तर यो महपूजाको दिनमा मनाउने, मलाई पनि, म सानो, म काठमाडौँमै जन्मेको हुँ, यहीँ हुर्केको मान्छे हुँ। तर मैले धेरै लामो समयसम्म के भन्ठानेको थिएँ भनेदेखि, मैले अध्ययन गर्नुभन्दा अगाडिसम्म नेपाल सम्मत भनेको जसरी मनाइन्थ्यो, जुन हिसाबले मनाइन्थ्यो, त्यो बेलामा एउटा बन्देजको अवस्था पनि थियो, निकै त्रासको अवस्थामा पनि यो सम्मतहरूलाई एउटा हर्ष उल्लाससँगका यहाँका मानिसहरूले मनाइराखेका हुन्थ्यो। मैले पनि के बुझेको थियो भने यो चाहिँ नि यो नेवार समुदायको मात्र रहेछ भने। तर जब पछि मैले अध्ययन गरेँ, संस्कृति विषय अध्ययन गर्ने क्रममा नेपाल सम्मतको अध्ययन गरेँ, अरू विषय अध्ययन गरेपछि बल्ल मलाई के थाहा भयो भने यो सम्मत त नेपालको मौलिक सम्मत रहेछ, नेपालकै माटोमा उब्जेको सम्मत रहेछ। र एउटा सर्वसाधारणले कसैको ऋण मोचन गरिदिएर एउटा कति पवित्र एउटा भनौँ न, जुन हामीलाई सुन्दा पनि एउटा पवित्र कार्य गरेर शुभारम्भ गरेको सम्बन्ध रहेछ भन्ने कुरो त मलाई धेरै पछि मात्रै थाहा भएको थियो। त्यसले गर्दा यसको एउटा प्रचारको कमी पनि, हुन त अहिले राष्ट्रले यसलाई राष्ट्रिय सम्मतको रूपमा पनि मान्यता दिइसकेको छ। तर त्यसो हुँदाहुँदै पनि यसको जुन हिसाबले प्रचार हुनुपर्ने हो र जुन हिसाबले जनमानसले लिनुपर्ने हो, त्यो अवस्था चाहिँ छैन। अहिले हेर्दाखेरि नेवार समुदायले नयाँ वर्षको शुभकामना भनेर नेपाल सम्मत नयाँ वर्ष हुने समयमा भनौँ महपूजाको दिनमा यो तिथि अनुसार चल्ने भइसकेपछि त्यो दिनमा पर्ने र त्यो दिन नेवार समुदायको अत्यन्तै महत्त्वपूर्ण दिन, त्यही दिनमा नयाँ वर्षको शुभकामना दिने हेर्दाखेरि नेवार समुदाय मात्रै देखिन्छ। अरूले त्यो आफ्नो भनेर चाहिँ खुल्ला रूपमा भन्न सकिरहेको जस्तो देखिँदैन, अरू सहभागी पनि हुँदैनन्, नगन्य रूपमा कोही होला। यो के भएको, यो नेवार समुदायले चाहिँ अरूलाई चाहिँ समावेश गर्न नखोजिएको, समावेश नगरेको, या अरूले आफ्नो पनि हो भनेर जानु नखोजिएको कारणले यो समस्या भएको कि यो नेवार समुदायसँगै मात्र जोड्नुको कारण के हो, के गर्नु पर्ला, यो विषयमा बताइदिनुहोस् न। यसमा 2-3टा कुरा जोडिएको छ। एउटा पहिलो चाहिँ नि राष्ट्रको नीति पनि हुन्छ, राष्ट्रले कुन नीति अपनाइरहेको हुन्छ। विभिन्न समयमा कालखण्डमा राजनीतिक उथलपुथल भएर राजनीतिहरूको परिवेशहरूमा जुन परिवर्तन भइराखेको हुन्छ, उसको पनि मूल नीति कस्तोसँग गएको छ त्यसले पनि यसलाई चाहिँ नि प्रभाव पारिरहेको हुन्छ। त्यसपछि दोस्रो भनेको जनचेतना हो, र त्यो कुरो थाहा पाउनु पनि पर्ने भयो। मानिसलाई कतिलाई थाहा पाए पनि हुँदैन। अनि कुन अवस्थामा, जस्तो मैले भने अहिलेको हिजोको भन्दा आजको नयाँ पुस्ताले फेरि एउटा उनीहरूको अर्कै सोचाइ र अर्कै बुझाइ छ। उनीहरू के भन्छन् भने जुन चिज सजिलो हुन्छ, जुन चिज ग्राह्य छ, जुन चिज साइन्टिफिक छ, त्यो कुरा स्वीकार गर्ने हो। हामीले, मेरो घरमा मैले नेपाल सम्मत लेखेको क्यालेन्डर झुन्डाएर मेरो आफ्नो संस्कारहरू सम्पन्न गर्न सक्छु, मेरो आफ्नो पर्वहरू मान्न सक्छु, म आफ्नो भोज भतेरमा सरिक हुन सक्छु। तर अन्तर्राष्ट्रिय हिसाबले मैले कतै जानु पर्यो, कुनै डेट हेर्नु पर्यो भने मैले त्यसलाई फेरि कन्भर्ट गर्नुपर्ने हुन्छ। त्यसले गर्दा उसले जहिले पनि के सोध्छ भने सजिलो, समाजमा हरेक कुरो, चाडपर्वको अहिले बेला भइराखेको छ, चाडपर्वको अवसरमा मान्छेले जहिले पनि लिने भनेको कुरो सजिलो कुरो स्वीकार गर्ने हुन्छ। उसले अरू पक्ष धेरै विचार गर्दैन, यसले भोलि के हुन्छ अथवा यो कुरा के हो, यसले के आउँछ भनेर आम मान्छेले सोच्दैनन्। त्यो त एउटा समाजमा रहेका केही चेतनशील व्यक्तिहरूले मात्रै सोच्ने कार्य हो। त्यसले गर्दा दोस्रो यसको त्यो पक्षको कुरो हो। त्यसपछि तेस्रो चाहिँ नि जसरी यो कार्य गर्दाखेरि कस्तो भने निश्चित भाषाको प्रयोग गर्ने, निश्चित लिपिमा लेखेका ब्यानरहरू राख्ने र निश्चित मानिसहरूलाई आमन्त्रण गर्ने र निश्चित समुदायको मानिस मात्रै भाग लिने। त्यसो हुँदै गर्दा यो फुक्न पर्ने ठाउँमा साँगुरिँदै गयो। हिजोभन्दा आज, आजभन्दा भोलि यो सम्मतको लागि मान्न पर्ने चिजहरू फराकिलो हुँदै जानुपर्ने थियो। यो काठमाडौँ उपत्यका मात्रै नभएर काठमाडौँ उपत्यकाबाट यसले भनौँ बाहिर पहाड मधेस सबै ठाउँ ओगट्न पर्नेमा यो त झन्झन अहिले के भएको देखेको छ भने साँगुरिँदै गयो। त्यसमा चाहिँ धेरै ठाउँको कमी छ। मैले भने सरकारी निकायदेखि लिएर व्यक्ति विशेष र विभिन्न सङ्घ सङ्गठनहरू, जस्तो भनौँ काठमाडौँमा पनि केही विभिन्न नामका थुप्रै यस्ता उहरू छन्, जस्तो सङ्गठनहरू अथवा यो क्लबहरू विभिन्न भइराखेका हुन्छन्। उनीहरूले पनि यसलाई कस्तो गरिदियो भने उनीहरूले राम्रै गर्न खोजे हो, नराम्रो गर्न खोजेको होइन, यसको प्रचार गर्ने हिसाबले। तर त्यो कसरी गइदियो भनेदेखि झन् उल्टो दिशातिर गएर झन् साँगुरो भइदियो। त्यसले गर्दा अब हामीले यसलाई फुकेर
हरेक अन्य धर्मावलम्बी अथवा अन्य भाषाका अरूहरूलाई पनि यसमा समावेश गर्न चाहिँ गरेछ विभिन्न कार्यक्रमहरू। कति कार्यक्रममा म आफू पनि गएको छु, तर त्यसो हुँदाहुँदै पनि त्यो पुगेन। यसलाई अलिकति फराकिलो बनाएर यो हाम्रो आफ्नो मौलिक हो है, यो नेपालीको हो, यो कुनै एउटा जाति विशेषको मात्रै होइन। यो जाति विशेषलाई चाहिँ धन्यवाद किन दिनु पर्यो भने उनीहरूले यसको संरक्षण गरे, नभए यो लोप भएर यो त एउटा मृत अवस्थामा पुगिसकेको हुन्थ्यो। अहिले यसको जुन अवस्था छ त्यो अवस्था चाहिँ यो संरक्षित अवस्थै हो यो। त्यसले गर्दाखेरि यसलाई हामीले चाहिँ हामी सम्पूर्ण नेपालीको हो है भनेर त्यो अनुभूति अरूलाई पनि दिलाउन सक्नु पर्यो र अरूले पनि त्यो अनुभूति लिन सक्नु पर्यो। कति कुरो हिजो थाहा थिएन नि, कति कुरो मान्छेलाई यो क्रमिकमा हिजो थाहा थिएन भने आज थाहा पाएपछि त्यसलाई स्वीकार गर्नु। झिगु तजिलजी सम्पदा संस्कृति खलाबला नुगु पुलागु ने नेवा ख्या थिथि बुख मनोरञ्जन यादव नेवाला निया निथ सनिलया खुता त्या ताइले सुथसिया न्याता त्या ताइले निनेसिया झिन्निता ताइले स्वेगु लोमंका दिमते नेवाला यसको अर्थ तपाईँले भन्नुभएको नयाँ वर्ष यो नेपाल सम्बोधको नयाँ वर्ष भन्दाखेरि अब नेपाल भाषामा अर्थात् नेवारी भाषामा नुनयाँ भिन्टुना मात्र भन्नु भएन, ह्याप्पी न्यू इयर भन्न सक्नु पर्यो, नयाँ वर्षको शुभकामना भन्न सक्नु पर्यो, रोमन लिपिमा लेख्न सक्नु पर्यो, देवनागरी लिपि या अरू लिपिमा पनि लेख्न सक्नु पर्यो भन्दाखेरि सम्बन्धलाई जोडिएर अझ व्यापकता बनाउनुपर्छ। त्यसमा चाहिँ नेवा समुदाय र सम्बन्धित अरूले पनि यसमा ध्यान दिनुपर्छ भन्नु खोज्नुभएको सहभागिताको सवालदेखि लिएर कार्यक्रममा यसको लागि अहिले जुन स्थिति देखेको छ नि त्यो स्थितिलाई एनालाइसिस गर्दा देखिएको रिजल्ट हो यो हैन। अब हामीले त्यो देखेको कुरो भन्नेको अहिले देख्दाखेरि के देखियो भने जसरी यो फुक्न पर्ने थियो, जो हिजो पञ्चायती अवस्थामा अर्कै अवस्था थियो, पञ्चायती व्यवस्थामा यो सम्मतलाई मनाउने खालको कस्तो कठिन अवस्था थियो त्यो अर्कै अवस्था थियो। तर आज देशले त एउटा अर्कै व्यवस्था अपनाइसकेको छ नि, त्यो अवस्थामा त एउटा खुकुलोपन भएर फराकिलो भएर हुनपर्नेमा त्यो किन हुन सकेन त भन्दाखेरि त्यसमा यो हाम्रै कमी कमजोरी हो। हामीले कमी कमजोरी थाहा पाइसकेपछि प्रब्लम मात्रै भएर भनेको यसको सोल्युसन के हो त अब भन्ने कुरामा चाहिँ सबैलाई सहभागी गराएर यहाँ मात्रै होइन विभिन्न अन्य ठाउँ पनि गएर यो हाम्रो चाहिँ मौलिक सम्मत हो। अनि त्यसलाई चाहिँ हामीले यो हिसाबले यसलाई सम्मान गर्नुपर्छ। यो व्यक्ति विशेषलाई पनि जस्तो शङ्खधरकै कुरा उठ्छ। अब कति कुरो कसैले के भन्छन् शङ्खधर भनेको एउटा मिथोलोजी जस्तो माइथोलोजीमा कतै कथामा आएको पात्र हो कि उसको कुरा अन्य हिसाबले छैन भन्ने पनि, तर जो जेसुकै होस् शङ्खधरलाई हिस्टोरिकल्ली हामीले प्रमाणित गर्न सके पनि नसके पनि आज शङ्खधर के भइसके छ, नेपाल सम्बन्धसँग जोडिसके, उनले त्यो सम्मान एउटा पाइसकेका छन्। त्यसैले त्यो कुरा हामीले आज स्वीकार गर्नुपर्छ र उनलाई हामीले त्यही हिसाबले सम्मान दिन सक्नुपर्छ। उसँग जोडिएका अरू कपोकल्पित कुराहरू कतै बालुवा सुन भएको कुरा हुनसक्छ अथवा अरू कथाहरू हुनसक्छन्, त्यो कथा कति मान्ने कति नमान्ने भन्ने कुरो अनुसन्धानको एउटा घेरामा छ। तर त्यसो हुँदा पनि हामीले चाहिँ नि नेपाल सम्बन्धसँग कुरा गर्दाखेरि शङ्खधरलाई जुन एउटा सम्मान दिनुपर्ने हो, शङ्खधरले कदम जुन चालेको भनेर जुन एउटा हामीले अहिले मान्दै आएका छौँ त्यो गरिकन शङ्खधरलाई त्यही हिसाबको सम्मान दिइकन दिएको पनि छ। विभिन्न ठाउँमा उहाँको जुन ठाउँमा टिकटहरू निकाल्नु पर्ने हुन्थ्यो टिकट निकालिएको छ, जुन ठाउँमा मूर्तिहरू बनाउनु पर्ने हुन्थ्यो नयाँ मूर्तिहरू पनि बनाएका छन्। र पुरानो मूर्तिको कुरा गऱ्यो भने पाशुपत क्षेत्रमा पशुपति मन्दिरको चौघेराभित्रै शङ्खधरको सङ्ख्या लिएको पुरानो मूर्ति पनि छ। त्यसले गर्दाखेरि शङ्खधरलाई एउटा भनौँ न योसँग नेपाल समाजसँग जोडेको जुन एउटा सम्मान हो त्यो सम्मान उनले पाएका छन् र अझ हामीले उहाँको बारेमा भनौँ न अध्ययन अनुसन्धान यो क्रम त कहिले सिद्धिँदैन गरिराख्नुपर्ने चिज हो। यो शङ्खधरको मूर्तिको विषयमा त फेरि हामी छलफल गरौँला, तर यो प्रयोगको सवालमा कुरा गर्दाखेरि अहिले नयाँ वर्षको शुभकामना दिने नुनयाँ भेटुना भनेर नेवार समुदायले गर्दै आइरहेको यसमा चाहिँ अझ व्यापकता बनाउनुपर्छ गर्नुपर्छ भन्ने कुरा उहाँहरूले पनि नेतृत्व गर्नेहरूले पनि स्वीकार गरिरहेको अवस्था। तर जनस्तरबाट आफूहरूले गरिरहेको यसलाई निरन्तरता मात्र दिइरहेको, तर वास्तवमा गर्नुपर्ने राज्यले चाहिँ नेपाल सम्बन्धलाई राष्ट्रिय सम्बन्ध घोषणा गरिसकेपछि नेपाल सम्बन्धका प्रवर्तक शङ्खधर साक्वाले राष्ट्रिय विभूति घोषणा गरिसकेपछि यो त सम्बन्ध मनाउने कामै राज्यले नै गर्नुपर्ने हो भन्ने एक ढङ्गको कुरा पनि आइरहेका छन्। यो सवालमा तपाईँ कसरी लिनुहुन्छ? राज्यले त आफ्नो स्तरबाट विभिन्न चिजहरू गरिरहन्छ, तर उसको पनि एउटा दायरा र सीमा हुन्छ। फेरि राज्यले मात्रै गरिदिँदा त्यो कुरो कति ठाउँमा चाहिँ सबैतिर पुग्छ, कति कुरो फेरि जनमानसले स्वीकार गर्नुपर्ने हुन्छ। जनमानसले त्यो चिजलाई मात्रै एउटा प्रोग्राम गरेर
सभा सम्मेलन गरेर मात्रै भएन, सभा सम्मेलन त भइराखेको छ नेपाल सम्बन्धको बारेमा, हरेक वर्ष भइराखेको हुन्छ। नेपाल यो जब तिहारको बेला आउँछ, यमपञ्चको बेला आउँछ, त्योभन्दा केही अगाडिदेखि नै यस्ता विभिन्न कार्यक्रमहरू हुन्छन्। तर त्यो कार्यक्रम एउटा कतै मञ्चमा मात्रै सीमित भएर त्यो भएन। त्यो चिज भनेको त कस्तो चिज हो भने हरेकजनाले यो चाहिँ हाम्रो मौलिक सम्मत रहेछ। हामीलाई जस्तो यसमा दुईवटा पक्ष छ। मैले अहिले कुरा गरेँ, अहिलेको नवपुस्ताहरूले के गर्नु खोज्छन् भने अहिले त उनीहरूले कम्प्युटरहरू चलाउने, ल्यापटप चलाउने, फोन चलाउँदाखेरि उनीहरूलाई कुन डेट चाहियो, त्यो किनभने संसारले त यो डेटलाई त स्वीकार गरेर मानेको छैन। अहिले त इस्वी सम्मतै मानिराखेको हुनाले त्यो अनुसार त जानुपर्ने हुन्छ। अब मैले हरेक दिन हरेक कुरो गर्दाखेरि हरेकचोटि कन्भर्ट विक्रम सम्मत र इस्वी सम्मतमा 57 जोड्नु पऱ्यो भन्दाखेरि पनि सामान्य जोड्दाखेरि पनि 1 वर्षको फरक आइराखेको हुन्छ महिना हिसाब। त्यो गाह्रो काम छ, सामान्य मान्छेले त्यो काम गर्न सक्दैन। एउटा एक्सपर्टहरूले, इतिहासका विज्ञहरूले मात्रै गरिराख्नु हुन्छ। त्यस कारण मान्छेले अप्ठ्यारो चिज गर्न खोज्दैन, सजिलो उसको नेचरै त्यही हो होइन। तर के भने हाम्रो जसरी अहिले विक्रम सम्मत मानेर विक्रम सम्मत अनुसारका हामी त्यौहारहरू पर्वहरू मानिराखेका छौँ नि त, घर घरमा त्यो त्यसै गरिकन नेपाल सम्मतको पनि कमसेकम हामीले त्यो अनुसारको क्यालेन्डर घर घरमा झुन्डाएर हाम्रा पर्वहरू, हाम्रा संस्कारहरू त्यो अनुसारको गर्न सक्ने र यो हाम्रो यति हो है मात्रै भन्नको लागि चाहिँ नि सरकारले पनि पहल गर्नुपर्छ। तर त्यसलाई सरकारले पहल गरिसकेपछि हरेक घर घर दैलोबाट चाहिँ यसलाई चाहिँ स्वीकार गर्नुपर्ने हुन्छ त्यो, अनि मात्रै यो व्यापक हुन्छ। नभएदेखि त त्यो सीमित हुँदै जान्छ। जस्तो अहिले यत्रो वर्षसम्म देखियो नि, यो किन यसरी खुम्चिँदै गयो भन्दाखेरि सरकारले मान्यता दिइकन पनि, सरकारले मान्यता नदिँदाखेरि पनि हामीले मनाइराखेका थियौँ। अब सरकारले मान्यता दिँदाखेरि पनि नेपाल सम्मत र शङ्खधरको चाहिँ नि जुन एउटा परिचय हुनुपर्ने थियो, जुन एउटा मौलिकता हुनुपर्ने थियो, नि मौलिक हो भन्ने कुरो थाहा पाउनुपर्ने थियो, त्यो झन् खुम्चिँदै गएको देखिराखेको छ। त्यसले गर्दाखेरि सबैजनाले यसमा चाहिँ जागरुक भएर, जस्तो तपाईँहरूको टेलिभिजनले राम्रो गर्नुभएको छ, यस्तो कार्यक्रम गर्नुभएको छ विभिन्न भाषामा विभिन्न। त्यो चिज भनेको के भनेदेखि एउटा घर दैलोमा पुग्ने माध्यम हो। मान्छेहरू आजकल धेरै पढ्न चाहँदैनन्, पढ्नुभन्दा उसले हेर्न र सुन्न चाहन्छ। त्यसकारण यो चिजहरू सुनाएर, देखाएर, सडक नाटक गरेर उनीहरूलाई चाहिँ नि यो चिजको बारेमा थाहा दिनु पर्यो। पढ्ने भनेको त साह्रै थोरै सानो जमात छ जसले यो कुरो अध्ययन गर्छ र यो कुरोको बारेमा बुझेको हुन्छ। यो नेपाल सम्बन्धको विषयमा अब चाहिँ राज्यको तर्फबाट पनि जनस्तरबाट पनि पहल गर्नुपर्ने तपाईँको भने यो सम्बन्धसँग जोडेर हेर्दाखेरि अब अहिलेको अवस्थामा यो नेपाल सम्बन्धलाई प्रयोग गर्दाखेरि यो तिथि अनुसारको हुन्छ, चन्द्रमास अनुसारको चाहिँ सम्बन्ध भएको कारणले कसरी कहाँ प्रयोग गर्न सकिन्छ भन्दाखेरि हाम्रो परम्परागत यो संस्कृतिमा चाडपर्वको लागि मात्रै प्रयोग गर्न सकिन्छ या कसरी गर्दाखेरि हुन्छ, कसैले यो नेपाल सम्बन्धसँग चाहिँ तारिक जोडेर पनि प्रयोग गर्न सकिन्छ, दिन गणना गरेर प्रयोग गर्न सकिन्छ, यो चन्द्रमास भन्दा पनि सूर्यमासको आधारमा पनि जान सकिन्छ भन्ने तर्क राख्नेहरू पनि छन्। तपाईँलाई कस्तो लाग्छ यो प्रयोगको सवालमा के गर्नु पर्ला? यो चाहिँ नि कस्तो भने एकदम मैले भने यो एकदमै ज्योतिषशास्त्र, खगोलशास्त्र यो सबै भनौँ न, जस्तो हामी भन्छौँ तिथि, मास, ऐन, नक्षत्र होइन 28 वटा, ती सब चिजको गणना गरेर यति गाह्रो चिज छ कि यो। त्यही भएर जस्तो भनौँ फिक्स डेट अहिले हामी कहाँ विभिन्न ठुल्ठुला जस्तो साहित्यकारहरू अथवा अरू नेताहरूको जन्मदिनहरू मनाउँदा अथवा कुनै कुरा मनाउँदा हामी फिक्स्ड एउटा डेटमा मिलाउँछौँ। किनभने त्यसो गरेपछि अर्को वर्षको क्यालेन्डर संसारभरि त्यो सर्कुलेट गर्नुपर्ने हुन्छ होइन। अब 1 अक्टोबरमा कुनै प्रोग्राम गरिन्छ भने त्यो सधैँ 1 अक्टोबरै हुनु पऱ्यो। अब हामी कहाँ जस्तो हामीले घर घरायसी मनाउने हाम्रा पर्वहरू दसैँ पोहोरको भन्दा यो वर्ष 1 महिना पर सऱ्यो भने हामी कहाँ मलमासले गर्दा 3-3 वर्षमा महिनाहरू सर्छन्। त्यो चाहिँ अन्तर्राष्ट्रियको हिसाबले आजकल त्यो चिज चाहिँ के भयो भने अलिकति अमिल्दो भएर गयो। अहिलेकोले त के खोज्छ भने एक्युरेट डेट खोज्छ हरेक चिजको लागि। त्यसले गर्दाखेरि यो त एकदम बसेर यो सानो एकछिन कुरा गरेर हुने विषय होइन कि यसका विज्ञहरू छन् जसले यसकै बारेमा मात्रै अध्ययन गरे हुन्छ, खगोलशास्त्रीय सबै नियमहरू बनाएर अब यसलाई मोर साइन्टिफिक कसरी बनाउने। मैले अहिले सुरुमा एकचोटि पोप ग्रेगोरियनको कुरा गरेको थिएँ। उनले 16औं शताब्दीको सुरुमा जब यो नयाँ क्यालेन्डर इस्वी सम्बन्ध सुरु गरे त्यसमा 10 वटा महिना मात्रै थियो। त्यसपछि यो 12 वटा महिना भयो। दिनहरू पनि हामीलाई 365 दिन छ है भन्ने कुरो थाहा पाउन पनि धेरै वर्ष लाग्यो। यो तुरुन्त थाहा पाएको चिज छैन। अहिले हामीले झट्ट हेर्दाखेरि हाम्रो हरेक ठाउँमा क्यालेन्डर भएको हुनाले घडीमा जहाँ पनि भएको हुनाले यो सामान्य चिज जस्तो लाग्छ, तर यसलाई मान्छेलाई हजारौँ वर्ष लाग्यो। ठुलो अध्ययनको कुरो हो। यसमा एक सेकेन्ड एक मिनटको महत्त्व हुन्छ। त्यसले गर्दा यो चाहिँ कस्तो भने ठुलो जमातै बसेर एउटा ठुलो छलफल, त्यसपछि एउटा सानो कोरहरू बसेर केही विज्ञहरू बसेर यसलाई कसरी मोर साइन्टिफिक बनाउन सकिन्छ, यो अहिलेको पुस्ताले पनि यसलाई स्वीकार गर्न सक्ने, नवपुस्ता र नयाँ टेक्नोलोजीले पनि यसलाई लिन सक्ने कुन तरिकाले गर्न सक्नुपर्छ भनेर यो त एउटा लामो छलफल गरेर अध्ययन अनुसन्धान गरेर भन्ने विषय हो। हैन हामीले चट्ट यसो मात्रै गरेर हुन्छ भनेर मात्रै त्यो चाहिँ हुँदैन। तर यो हुनुपर्छ, यो चाहिँ हुनुपर्छ। किनभने यस्तो सुधारहरू चाहिँ क्यालेन्डरहरूमा भइराखेका छन्।
त्यो कुरो यता पनि भयो एउटा एक्जाम्पल, किनभने संसारभरि प्रचलनमा भएको हुनाले हामीले बारम्बार ईस्वी सम्बन्धको कुरा गर्छौँ। त्यो चाहिँ नि त्यसमा पनि एकैचोटि अहिले हामीले गरेको जस्तो भएको थिएन, धेरै वर्ष लागेको छ। त्यसकारण हामीले पनि नेपाल सम्बन्धमा अहिलेको साइन्टिफिक तरिकाले कसरी यो सहज हुन्छ, सुलभ हुन्छ, सबैले यसलाई स्वीकार गर्न सक्छन् हैन, जबरजस्ती थोपर्ने कुरो त हुँदैन भनेपछि त्यसको लागि यसका विज्ञहरू यो विषयका विज्ञहरू छन्, जो ज्योतिषशास्त्रहरू छन्, जसलाई खगोलशास्त्रको अध्ययन छ, यसका अध्ययन छ, उनीहरूका विज्ञहरू बसेर छलफल गरेर अब यो तरिका अपनाऊ भनेर उनीहरूले सजेसन दिएर अनि त्यसको लागू गर्नुपर्छ। यो नेपाल सम्बन्धसँग जोडिएको पक्ष भनेको शङ्खधर साखवा, जो चाहिँ किम्बदन्तीसँग जोडिएको, पछिल्लो समयमा राज्यले राष्ट्रिय विभूति घोषणा गरिसकेको अवस्था र शङ्खधर साखवालाई राष्ट्रिय विभूति घोषणा गरिसकेपछि, नेपाल सम्बन्धलाई राष्ट्रिय सम्बन्ध मान्यता दिइसकेपछि शङ्खधरका मूर्तिहरू धेरै राखेका छन्, विभिन्न ठाउँमा राखेका छन्। नेवार समुदायलाई विभिन्न सङ्घ सङ्गठनहरूले विशेषतः पशुपति क्षेत्रमा बनाइएको जुन शङ्ख बोकेको एउटा मूर्ति छ, त्यो मूर्तिलाई आधार मानेर बनाइएका र त्योभन्दा अलिअलि भिन्न तरिकाले पनि बनाउन थालेका छन्। तपाईँ मूर्तिसँग पनि सम्बन्धित भएको कारणले यो शङ्खधरको यो मूर्ति र यो बजारमा आइरहेका मूर्तिको विषयमा के भन्नुहुन्छ? यो चाहिँ कस्तो हुन्छ नि, आधार एउटा के हो भनेर, जस्तो मूर्ति अरू जस्तो धार्मिक देवी देवताको मूर्ति बनाउने चाहिँ नि प्रतिमा विज्ञानका पुस्तक हुन्छन् हैन, अब रूपमण्डन भन्यो, शिल्पशास्त्र भन्यो, विष्णु धर्मोत्तर पुराण भन्यो, विभिन्न यस्ता पुस्तकहरू हुन्छन् जसमा निर्देशन गरिएको हुन्छ कुन मूर्ति कसरी बनाउने भनेर। त्यसमा देवताहरूसँगै अरू मानिसको मूर्ति बनाउनु पनि निर्देशन गरिएको हुन्छ, कुन आयले कुन अवयव, कुन एउटा हाइट, कुन एउटा मेजरमेन्ट, एकुरेट मेजरमेन्ट के हो त भनेर सबै त्यो दिएको हुन्छ, त्यो अनुसार बनाएको हुन्छ। अब शङ्खधरको प्रसङ्ग चाहिँ के पनि किम्बदन्तीसँग जोडिएको हुनाले उनका मूर्तिहरूमा चाहिँ उनले काठमाडौँ उपत्यकाका बासिन्दाहरूले लिएको जुन ऋण छ त्यो ऋण मोचन गर्न उनले जुन तमसुक लेखेको हुन्थ्यो, त्यो तमसुकहरू उनले आफूले लिएर त्यो पैसा तिरिदिइसकेपछि अनि ऋण मुक्त गरे। किन सम्मत भनेको त त्यो बेलामा सम्राटले मात्रै, एउटा विशिष्ट व्यक्तिले मात्रै चलाउन सक्थ्यो, अरू सामान्य मान्छेले सक्दैन भनेपछि उनी चाहिँ नि अब त्यसमा दुई तीनवटा फरक किम्बदन्तीहरू छन् शङ्खधरसँग जोडिएको। एउटा चाहिँ नि उनलाई चाहिँ नि उनले आश नगरेको एउटा त्यसै धन प्राप्ति भयो भनेर जुन किम्बदन्ती छ त्यो भइसकेपछि त्यो बेलाको समाजमा चाहिँ एउटा कस्तो मनस्थिति थियो भने मैले परिश्रम नगरिकन कमाएको धन मैले मेरो दैनिक आर्जनमा खर्च गर्न हुँदैन, यसलाई मैले केही पुण्य काम गर्नुपर्छ भनेर उनले त्यो काम त्यो बेलाको लागि उनले त्यो गरेर त्यो सबै तमसुकहरू लिएको एउटा झोलामा त्यो तमसुकहरू हालेको। त्यसपछि शङ्खघोष गर्ने भनेको कुनै चिजलाई केही गरिसकेपछि त्यसको लागि एउटा उद्गार हो, उद्घोष हो त्यो। जस्तो काठमाडौँको सम्पूर्ण ढुङ्गे धाराहरूमा हामीले अधिकांश ढुङ्गे धारामा भगीरथको मूर्ति देख्छौँ। भगीरथले गङ्गालाई स्वर्गबाट यहाँ ल्याइसकेपछि उनले शङ्ख फुक्दै उनी अगाडि गई गङ्गा उनको पछि गएर पानी भयो भने शङ्ख बजाउनु भनेको कुनै विशेष एउटा उद्घोष हो, कुनै चिज गर्नको लागि त्यो एउटा दिएको हो होइन, बिकुल बजाएको जस्तै। त्यही भएको हुनाले यसमा शङ्खधरले चाहिँ शङ्खधर भनेको शङ्ख धारण गरेको व्यक्ति भनेर उसको मूर्तिमा चाहिँ त्यही नाम अनुसारले त्यो राख्ने चलन भयो र त्यही एउटा जे भयो, जे आधार भयो त्यही आधारलाई पछ्याएर अहिले बनेका चिजहरू त्यसमा त्यो ठिकै छ, नामअनुसार पनि ठिकै छ, उसले गरेको कार्यअनुसार पनि त्यो ठिकै देखिन्छ। मूर्तिको हिसाबले अहिले चाहिँ जुन शङ्खधरको चाहिँ प्रचारमा ल्याइएको, बजारमा ल्याइएको त्यो चाहिँ लगभग ठिकै छ तपाईँको हिसाबमा? अहिलेसम्मको हामीले जुन प्रमाण पाएका छौँ त्यो अनुसार भोलि यदि अर्को प्रमाण पाइयो, अब इतिहास संस्कृतिमा त हामी के भन्छौँ भने आजसम्मको प्रमाणमा त्यो ठिक थियो, भोलि हामीले उहाँको बारेमा अरू केही नयाँ तथ्यहरू भेट्यौँ, कुनै फेला पऱ्यो भने त्यो बेलामा सोच्नुपर्ने कुरा अर्कै हुन्छ। यो नेपाल सम्बन्धको विषयमा यति धेरै तपाईँले जानकारी गराउनुभयो। अन्तमा एउटा अब नेवार समुदाय राज्यलाई टु द पोइन्ट यो चिज गर्दाखेरि अझ नेपाल सम्बन्धलाई व्यापक बनाउन सकिन्छ, यसलाई सुधार गर्न सकिन्छ, सबैले अपनत्व महसुस गर्न सकिन्छ भन्दाखेरि के भन्नुहुन्छ? टु द पोइन्ट 1 2 3 गरी भन्नुहोस्। एउटा पहिलो चाहिँ के भने नेपालको मौलिक सम्मत हो, जसरी हामीले अरू सम्मत हाम्रो आयातित सम्मत हो, यो मौलिक सम्मत हो, त्यो चाहिँ एउटा तथ्य कुरो होइन, त्यसमा चाहिँ केही फरक, यो चाहिँ नेपालको मौलिक सम्मत हो भनेको सबैले बुझ्नु पर्यो। दोस्रो कुरो भनेको यो नेपालको नेवार समुदायसँग मात्र जोडिएको सम्मत होइन, नेवार समुदायले यसको जगेर्ना गर्यो, यसको संरक्षण गर्यो, यसको प्रचार गर्यो, यसलाई हर्ष उल्लाससँग एउटा पर्वसँग एउटा संस्कारसँग जोडेर यति लामो समयसम्म जसरी मनाइदियो त्यो संसारको लागि एउटा उदाहरण हो।
होइन। त्यसकारण त्यसको लागि सबैले हामीले कृतज्ञता व्यक्त गर्नुपर्छ। यो सम्बन्ध जोगिएर बस्यो, नभए लोप हुन सक्थ्यो। जुन अवस्थामा यो सम्बन्धहरू जस्तो भनौँ हामी कहाँ विभिन्न समयमा विभिन्न सम्बन्धहरू विभिन्न कारणले प्रसारमा भइराखेका हुन्छन्। त्यसकारण नेपाल सम्बन्धको लागि त्यसको लागि कृतज्ञता ज्ञापन गर्नु पर्यो। र तेस्रो चिज भनेको चाहिँ के भनेदेखि हामी सबैले आफ्नो मौलिकता के हो, हाम्रो पहिचान के हो। अहिलेको युग भनेको सबैले आफ्नो पहिचान खोज्ने, आफ्नो भाषाको लागि होइन, आफ्नो लिपिको लागि, आफ्नो विभिन्न चिजहरूको लागि जुन खोज्ने प्रसङ्ग छ नि, त्यो प्रसङ्गमा चाहिँ नि संसारमा हामीले नेपाललाई चिनाउन सक्ने हाम्रो मौलिकता भनेको चिज चाहिँ नि यो हो भनेर यसको बारेमा अध्ययन अहिले पनि कम भएको छ। अध्ययन अध्यापन गराउने, यसको बारेमा विभिन्न थेसिसहरू लेखाउने, त्यसकारण तथ्य कुरा आइदियोस् बाहिर, अझ तथ्य कुरा आइदियोस्। जति आएको छ त्यो पुगेको छैन, अझ तथ्य कुरा आएर हामीले नेपालसम्म चाहिँ यो हो भनेर भन्न सकौँ। र यसलाई चाहिँ नि सबैले, यो नेवारहरूको मात्रै होइन, नेपालका सम्पूर्ण जातिहरूको यो के हो त, यो आफ्नो सम्बन्ध हो, हाम्रो नेपालीको सम्बन्ध हो र आफ्नो देशसँग जोडिएको छ यो होइन। नाम पनि जस्तो अरूहरूको अरू नाम हुन्छ, यसमा नेपाल सम्बन्ध भन्नु नै नेपालसँग जोड्दा हामीले त्यो हिसाबको एउटा गौरव यसमा चाहिँ नि अनुभूति गर्नुपर्छ। सबैले घर दैलोबाट गर्नुपर्छ। र तपाईँहरू जस्तो जुन सञ्चारकर्मीहरू छ तपाईँहरूले पनि देखाएर सुनाएर लेखाएर सबै चिजको यसको प्रचार गर्नुपर्छ। त्यो पुगेको रहेनछ, अहिलेकोबाट देखियो होइन, हामीले जति गरेको छौँ त्यो पुगेको रहेछ। यसलाई चाहिँ अझ हामीले यो हिसाबले फर्कौँ। यो हर्षपरक भनौँ न, अहिले यो तिहार एवं पञ्चक भनेर धेरै कुरा जोडिएको, एउटा पर्यावरणसँग जोडिएको, एउटा पारिवारिक सङ्गठनसँग जोडिएको धेरै राम्रा चिजहरू भएको पर्व छ। त्यो बेलामा पर्ने चिज हो यो। यसले गर्दा यसको एउटा महत्त्व त्यसले गर्दा पनि एउटा फुल फुल्ने बेलामा होइन, सबै रमाइलो वातावरण भएको बेलामा भएको हुनाले पनि नयाँ वर्ष जुन छ त्यसलाई चाहिँ हामी सबैले एउटा हर्षपरक हिसाबले मनाउनुपर्छ र सबैको सहभागिता यसमा चाहिन्छ। तपाईँ यहाँसम्म आइदिनु भयो, नेपाल सम्बन्धको विषयमा यति धेरै जानकारी गराउनुभयो, आफ्नो विचार राख्नुभयो। नेपाल सम्बन्ध 1139 नयाँ वर्षको पनि तपाईँलाई शुभकामना, धन्यवाद छ। हजुर धन्यवाद। मेरो पनि शुभकामना। मेरो आफ्नो मैले जानेको कुरो भनौँ, यसको त धेरै अध्ययनको विषय छ। म एउटा संस्कृतिको विद्यार्थी हो, मैले आफूले जानेको सामान्य एक दुई कुरा यहाँ सेयर गर्न पाएँ, त्यसको लागि पनि तपाईँहरूको इन्डिजिनस टेलिभिजन मार्फत म तपाईँहरू सम्पूर्ण परिवारलाई धन्यवाद दिन चाहन्छु। तजिलजी सम्पदा संस्कृति खलाबला नुगु पुलागु ने नेवा ख्या खिची बुख मनोरञ्जन यादव नेवाला निया निथ सनिलया खुता त्या ताइले सुथसिया न्याता त्या ताइले निनेसिया झिन्निता ताइले स्वेगु लोमंका दिमते नेवाला अनायासै उनीसँग ठोकियो मन, अनायासै उनीसँग ठोकियो मन। मिठो मुस्कान देखेर रोकियो मन, मिठो मुस्कान देखेर रोकियो मन। अनायासै उनीसँग ठोकियो मन। सिलसिला बढ्दै गयो, सिलसिला बढ्दै गयो, सिलसिला बढ्दै गयो, सिलसिला बढ्दै गयो अघि अघि।
अघि अघि खै कुन्नी कता कता पोखियो मन मिठो मुस्कान देखेर रोकियो मन मिठो मुस्कान देखेर रोकियो मन अनायासै उनीसँग ठोकियो मन मध्यरातमा बोल्दै गयो मध्यरातमा बोल्दै गयो मध्यरातमा बोल्दै गयो मध्यरातमा बोल्दै गयो जति जति मध्यरातमा बोल्दै गयो जति जति क्षितिज पारी कहाँ बोकियो मन मिठो मुस्कान देखेर रोकियो मन मिठो मुस्कान देखेर रोकियो मन अनायासै उनीसँग ठोकियो मन मिठो मुस्कान देखेर रोकियो मन मिठो मुस्कान देखेर रोकियो